नमस्ते, वेलकम टु इन्फोटेक च्यानल। तपाईँहरू देख्न सक्नुहुन्छ मेरो यो युट्युब च्यानल एकदमै नयाँ छ। यो च्यानल चाहिँ विथ 0 सब्सक्राइबर, 0 अपलोड, 0 भिडियोज, एकदम 0 छ यो। किनकि मैले भर्खरै नै क्रिएट गरेको यो च्यानल चाहिँ मैले नै एउटा कुनै कन्टेन्टहरू बनाऊँ होइन, जुन मलाई थाहा छ कुनै इन्फर्मेसनहरू त्यो चाहिँ सेयर गर्नको लागि मैले यो च्यानल क्रिएट गरेको हो। अनि आज चाहिँ म चाहिँ एउटा नयाँ एउटा जुन मलाई थाहा भएको एउटा एप छ त्यसको बारेमा चाहिँ मैले यसो सबैलाई भनिदिउँ भनेर चाहिँ मैले यो च्यानल क्रिएट गरेको हो। र अहिले चाहिँ एकदमै 0 छ मेरो सब्सक्राइबर। हजुरलाई यो भिडियो चाहिँ मन पऱ्यो भने चाहिँ प्लिज सब्सक्राइब गरिदिनु होला, अनि सेयर गरिदिनु, कमेन्ट, लाइक होइन, जे हुन्छ गरिदिनु। अनि त्यसपछि चाहिँ यो भिडियोमा हजुरहरूलाई मैले चाहिँ एउटा राम्रो एउटा इन्फर्मेटिभ भिडियो बनाउन गइरहेको छु। अनि त्यसपछि हजुरलाई यो च्यानलमा के को बारेमा छ भनेर जान्न मन छ भने चाहिँ भिडियोलाई लास्टसम्म हेरिदिनु होला। र एकदमै मैले चाहिँ अब हाम्रोमा अहिले के भन्छ यो नेटफ्लिक्सहरू, एमाजोन होइन, अब यस्तो युट्युब च्यानलहरू, आई मिन युट्युबमा मुभीहरू च्यानलहरू सबै मुभीहरू आउँदैन नि त। अनि फेरि प्लस यो नेटफ्लिक्स र एमाजोन चाहिँ हामीले किन्नुपर्छ होइन। अब सबैले त किन्न सक्दैन भन्नाले पनि यहाँ अलिकति यस्तो के किन्न अलिक गाह्रो पनि छ, प्लस स्क्याम पनि धेरै हुन्छ। अब नेटफ्लिक्स, एमाजोनहरू हामीले अब यस्तो किन्न खोज्यो भने, सब्सक्रिप्सनहरू लिन खोज्यो भने कति त स्क्यामै परेको हुन्छ होइन। अब नआउने, राम्ररी नचल्ने, अथवा अब पैसा पहिला पे गर भन्छ अनि त्यसपछि गायब भइदिने होइन। त्यस्तो हजुरले पनि फेस गर्नुभयो होला, मैले पनि गरेको छु। सो त्यसको चाहिँ एउटा अल्टरनेट छ होइन, एउटा चाहिँ स्ट्रिमियो भन्ने एप छ होइन। म भन्छु है त हजुरलाई कसरी जान्छु, गुगलमा जानुहोस्, सुरुमा स्ट्रिमियो भन्ने एउटा एप छ होइन। अब कतिलाई थाहा छ भने ठिक छ, थाहा छैन भने यो भिडियो हेर्नु होला। हो, यो स्ट्रिमियो एप चाहिँ यो स्ट्रिमिङ एप हो होइन। यसमा चाहिँ हामीले लाइक सबै लगभग अलमोस्ट भिडियोहरू एकदम हाई क्वालिटीमा होइन मजाले हेर्न मिल्छ क्या। र त्यसको लागि चाहिँ सुरुमा हामीले यो डाउनलोड गरौँ है। यहाँ गुगलमा गएर स्ट्रिमियो एप सर्च गऱ्यो, त्यसपछि अनि अर्को इम्पोर्टेन्ट कुरा भनेको चाहिँ यो चाहिँ नि मोबाइल अनि यो ट्याब्लेटहरूमा केहीमा पनि चल्दैन। यो चाहिँ पिसीको लागि है, कम्प्युटर, ल्यापटप, डेस्कटप होइन, यिनीहरूमा चाहिँ चल्छ। यो आइप्याडहरू यिनीहरू अथवा ट्याब्लेट, मोबाइलहरूमा चाहिँ यो चल्दैन, एकदम गाह्रो छ चलाउन। अनि ल्यापटपहरू, म्याकबुक होस्, विन्डोज होइन, मजाले चल्छ। सो र हामी सुरु गर्नु चाहिँ यहाँ डाउनलोडमा जाउँ, डाउनलोडमा क्लिक गऱ्यो, त्यसपछि यहाँनिर फर विन्डोज अनि फर म्याक छ अनि लिनक्स छ होइन। अब यो एन्ड्रोइड टिभीहरू पनि यस्तो छ होइन, थुप्रैको लागि छ होइन। सो ओके, मेरो चाहिँ म्याक हो, सो म चाहिँ यो म्याकको लागि गर्छु। हजुरको विन्डोज हो भने विन्डोज गर्नुहोस्, म्याक छ भने म्याकको लागि। अब कसैले लिनक्स चलाउनु पर्छ भने यहाँ छ है, यो भयो। ल सुरुमा हामी चाहिँ डाउनलोड गरौँ। मेरो चाहिँ म्याक्स हो, डाउनलोड दिस होइन। अब यो डाउनलोड हुँदैछ है यहाँनिर होइन, यो डिएमजी फाइल हुन्छ, यहाँ डाउनलोड हुँदैछ। डाउनलोड भयो होइन। अब यसलाई यो ट्याब क्लोज गरिदिउँ। सो सरी, यहाँनिर डाउनलोडमा जाऊँ होइन। अनि यस्तो आउँछ, यो इन्टरफेस आउँछ। अनि त्यसपछि चाहिँ स्ट्रिमियोलाई चाहिँ यस्तरी एपमा ड्र्याग गरिदिनु होइन। यसरी गरिदियो। अनि मैले चाहिँ अलरेडी डाउनलोड गरिसकेको छु नि त, अनि त्यही भएर अनि यहाँनिर अप्सन आएको छ कि किबोर्ड स्टपहरू रिप्लेस होइन। म रिप्लेस गरिदिन्छु है त, रिप्लेस डाउनलोड भयो। अब यो फाइल क्लोज गरिदिनु चाहिएन, अनि यसलाई पनि यहाँबाट इन्जेक्ट गरिदिउँ किनकि हाम्रो डाउनलोड भइसक्यो। अब हामीले यहाँनिर देख्न सक्नुहुन्छ स्ट्रिमियो होइन, भेरिफाइङ हुँदैछ, ओपन होइन।
यहाँनिर चाहिँ स्ट्रिम यो खुल्दैछ होइन, यो बाउन्स भइरहेको छ। ओके, यो खोल्यो होइन। अनि यहाँ चाहिँ हामीले साइनअप गर्नुपर्छ क्या होइन, इमेल पासवर्ड होइन छ, अब छैन नि त, अब नयाँ हो नि त होइन। अनि साइनअप गरिदिने, साइनअप गऱ्यो अनि हजुरको इमेल आइडी राख्नु क्या होइन। हजुरले यहाँ आफ्नो जे इमेल छ होइन, आफ्नो इमेल राख्नु, किनकि त्यसमा के भन्छ इमेलमा चाहिँ सायद होइन उनीहरूले मेल पठाउँछ होला, त्यसको लागि म बिर्सेँ तर पठाउनु सक्छ, नपठाइने केही भएन, तर एकचोटि इमेल हाल्नु होइन। ओके, यहाँ इन्फोटेक को म आफ्नो इमेल हाल्छु, ओके। अनि पासवर्ड चाहिँ नयाँ बनाउनु पर्छ। सो एनी पासवर्ड हजुरलाई जे सजिलो लाग्छ त्यही राखिदिनु होइन, मजाले चल्छ होइन। यताउति भन्ने छैन, 6 वटा त मिनिमम नै हुन्छ त्यो यस्तो पासवर्ड। सो 6 वटा जेसुकै राखिदिनु होइन। हजुरले क्रिएट गरेपछि एक्सेप्ट गर्ने, एक्सेप्ट गर्ने अनि त्यसपछि साइन अप है। अनि यस्तरी खुल्छ हेर्नुहोस् होइन। यहाँ लगभग सबै मुभिजहरू नै छ, सिरिजहरू है। अब जस्तो इक्जाम्पल यो मुभी हजुरलाई हेर्नु मन लाग्यो भने चाहिँ यहाँ हेरिटेक भन्ने छ होइन। यहाँनिर चाहिँ हेरिटिक आई डोन्ट नो के हो यो होइन। अब जस्तो यो सिनेमामा चलिरहेको मुभी चाहिँ फेरि यहाँ इन सिनेमा भनेर आउँछ क्या। सो यसको चाहिँ राम्रो भर्जनहरू, राम्रो अलिक त्यस्तो क्वालिटी नआउन सक्छ होइन। सो ल द ब्रुटलिस्ट भन्ने छ, यो क्लिक गरेँ होइन। अनि यहाँ चाहिँ एप्पल टिभी यस्तो सब्सक्रिप्सन एचडी होइन, अब यस्तो छ है। एमाजोन प्राइममा यो खुल्दैछ, ट्राई गर्नु है। र यो यस्तो आयो होइन। सो डोन्ट वरी होइन, म सिकाउँछु त के हुन्छ भन्दाखेरि हामीले यत्तिकै सुरुमा यहाँ मुभी हेर्दाखेरि यो आउँदैन क्या राम्ररी होइन। अब के गर्नुपर्छ भन्दाखेरि यहाँनिर एड अन भन्ने हुन्छ क्या, सरी यो होइन, यहाँनिर चाहिँ कहाँ गयो, यहाँनिर एड अन्स भन्ने छ क्या। हो यो एड अन्समा गएर चाहिँ हामीले लाइक अफिसियल एड अन्सहरू हुन्छ है यहाँनिर। यिनीहरू चाहिँ अफिसियल हो है, कम्युनिटी एड अन्स भन्ने हुन्छ। माई एड अन्स हाम्रो एड अन्स चाहिँ यहाँनिर जोड के अरे छैन नि त। अनि सो कम्युनिटी एड अन्स अब हाम्रो नयाँ हो नि त यो स्ट्रिम यो होइन। सो हामीले यो एड अन्स भनेको चाहिँ सिम्पल वेमा बुझ्नु पर्दाखेरि चाहिँ के हो भन्दाखेरि चाहिँ इट्स लाइक टोरेन्ट हुन्छ नि, हाम्रो टोरेन्टबाट चाहिँ यहाँ डाइरेक्ट लिङ्क हुन्छ, त्यो लिङ्क चाहिँ यहाँनिर डाइरेक्ट डाउनलोड नगरिकन आफै प्ले हुन्छ क्या। सिम्पलमा चाहिँ त्यही नै हो होइन। अब यहाँ थुप्रै हाम्रो एडअन्सहरू छ होइन। अब हामीले मुभिज एन्ड सिरिज भन्यो नि, यो इन्स्टल गरिदिने क्या, इन्स्टल है। अनि यो किट्सुहरू यो एनिमीहरू के छ होइन, अब यिनीहरूको पनि सबै इन्स्टल गर्ने होइन। यो कन्फिगर लेखेको चाहिँ नगर्नु, यो चाहिँ यो अलिकति यो हुँदैन यो होइन। अब अनि यहाँ युनिभर्सल स्ट्रिम एड अन होइन सबै इन्स्टल गर्नु क्या। किन भन्दाखेरि यो पछि चाहिँ हामीले मुभी हेर्दाखेरि चाहिँ लाइक यो यसबाट एउटा छैन भने यसबाट आउँछ होइन, त्यो जुन लिङ्क हुन्छ नि यसबाट छैन भने यसबाट आउँछ। सो हामीले सबै इन्स्टल गर्नुपर्छ। अब सबै इन्स्टल गरिदिउँ होइन, केही फरक पर्दैन यो इन्स्टल गर्दाखेरि चाहिँ। रेडियोजको चाहिँ पर्दैन यो रेडियो चाहिँ होइन। अब ओरियन छ होइन इन्स्टल, अनि त्यसपछि फेरि तल गयो है। अब यस्तै इन्स्टल होइन, यस्तो इन्स्टल अझै तल गयो, फेरि यसमा पनि इन्स्टल है। अब यो कन्फिगरमा चाहिँ हुँदैन क्या, यसमा चाहिँ अब फेरि त्यो उतापट्टि गएर वेबसाइट खोल्छ अनि के त्यो हुँदैन क्या, किनकि म यो पहिला चलाइसकेको हो नि त। सो यो हुँदैन। अनि सो म यो छिटो गरेपछि म हजुरलाई देखाउँछु है। यो भिडियो एकदम लामो हुन्छ नि त, त्यही भएर म सबै एड गरेपछि चाहिँ यहाँ माई एडन्समा आउँछ कि टन्नै के एड गरेँ होइन सबै। अब अघि थिएन नि त, अब सबै एड गरेपछि यहाँ आयो। अनि त्यसपछि अब होममा जाने होइन। अब म यहाँ मुभी चाहिँ प्ले गर्दिनँ किनकि कपिराइट लाग्छ होइन।
जस्ट मैले एउटा इक्जाम्पल मात्र दिन खोजेको कसरी चाहिँ हेर्न सकिन्छ र अब अघि हामीले यसमा र यसमा यो मुभी क्लिक गर्दाखेरि यहाँनिर जम्मा 2टा मात्र थियो है। अब अहिले हेर्न सक्नुहुन्छ यहाँनिर त्यो अघि हामीले एडअन्स एड गऱ्यो नि त, त्यही भएर हरेक एडअन्सले एउटा लिङ्क फालेको हुन्छ कि। स्ट्रिक मुभिजले फालिरहेछ होइन, जामुन्डाले फालिरहेछ, यस्तो त्यहाँ हामीले सबै एड गऱ्यो नि त हो। सो यस्तैबाट चाहिँ हामीले हेर्न मिल्छ। अनि यसमा चाहिँ अब हजुरलाई प्ले गर्दै हेर्नु होइन, जुनमा प्ले हुन्छ त्यसैमा हेर्नु होइन। अब यो सबै यो कुन ल्याङ्ग्वेजहरूमा पनि रहेछ यो होइन, हिन्दी सिन्दी जम्मैमा, मलयामी साउथ इन्डियन ल्याङ्ग्वेजमा पनि रहेछ यो चाहिँ। अनि अब यस्तै हो होइन। अब यो मोएना भन्ने छ, यसको पनि यहाँ टन्नै आएको छ मिडिया फ्युजन। अनि सो यहीँबाट नै प्ले हुन्छ होइन। अब म प्ले गर्न सक्दिनँ, तर हजुरहरूले आफूले डाउनलोड गरेर हेर्नु, किनकि यहाँ प्ले गर्नु बित्तिकै कपिराइट आउँछ। सो यही हो इन्फर्मेसन चाहिँ मैले दिन खोजेको चाहिँ। सो आउने दिनहरूमा चाहिँ फेरि म यस्तै अरू इन्फर्मेसन के आफूलाई थाहा भएको कुराहरू चाहिँ हजुरलाई सिकाउने छु। सो हजुरलाई अहिलेसम्मको यो भिडियो चाहिँ खासै त्यस्तो वाउ त छैन, तर आइएम ट्राइङ माई बेस्ट। अनि त्यसपछि चाहिँ यो च्यानल चाहिँ एकदम नयाँ भएर हजुरले यो के भन्छ, यो च्यानल आई मिन टु से यो नयाँ भयो यस्तो पनि के हो भन्नुहुन्छ होला। तर बिस्तारै यो च्यानलमा चाहिँ आउने दिनहरूमा चाहिँ अरू भिडियोहरू पनि म लिएर आउने कोसिस गर्छु, जे मलाई थाहा हुन्छ इन्फर्मेटिभ भिडियोहरू है। फेरि अरूहरू त होइन, जस्ट ट्राई माई बेस्ट। सो अहिलेसम्म भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। सी यू।